हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु। साथीहरू, आज त हामीहरू चाहिँ दिदीको बिहामा जाँदैछौँ। म, मेरो बहिनी अनि यहाँ सानो मेरो पुकुलो छोरो अनि उता मम्मी। मेरो चाहिँ अब मामा घर जाँदैछौँ। मामा घर दिदीको बिहा छ, त्यही भएर दिदीको बिहा खाना जान लाग्छौँ। बाबा चाहिँ हामीलाई छोड्न आउनुभएको छ अनि त्यसपछि मम्मी हाई भनिदिनु। अब हामीहरू चाहिँ मामा घर जान्छौँ दिदीको बिहा खानको लागि। अब वेटिङ कियाको लागि हामी चाहिँ वेटिङ गर्दैछौँ। आएपछि चाहिँ हामी जान्छौँ। हामी चाहिँ कहाँ जान लाग्छौँ भनेर हजुरहरूले सोचिराख्नु भयो होला। हामी चाहिँ बर्दिया जाँदैछौँ। हजुरहरूलाई पनि देखाउँछु मेरो बर्दिया कस्तो छ भनेर। ल है साथीहरू, हामीहरू चाहिँ बिहान हिँडेको मान्छे अहिलेसम्म पुगेको छैनौँ। बसमा बसिरहेछौँ। अहिलेसम्म चाहिँ हामी घर पुगेकै छैनौँ। सिट पनि कति नराम्रो पार्छौँ कि हामीले पुरै छाडिदियो। फोटो सोझार्न पनि मिलिरहेको छैन, बस्न पनि मिलिरहेको छैन हामीलाई। त्यही पनि अब बोलजबरी गएर जानु पर्यो। दुलैनीको फोन पनि आइछ हामीलाई कतिखेर पुग्छ भनेर। अनि म पनि एकदमै एक्साइटेड। अहिलेसम्म पनि हामीहरू चाहिँ पुगेको छैन मामा घर। बच्चै रहेछौ आऊ पहिले सिकेर देखाऊ मासा 2 मिनेटी